यसअघि 2082 को जेठ 9 गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र के घर के डेरा अब भने 2082 को जेठ 2 गते प्रदर्शनमा आउने भएको छ। चलचित्र निर्माण टिमले चलचित्रको 3 वटा पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति जेठ 2 गतेलाई तय गरेको हो। निर्माण टिमले सार्वजनिक गरेको 3 वटा पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू फिचर छन्। एउटा पोस्टरमा अभिनेता निश्चल बस्नेत दौडिरहेका छन्। उनको अनुहार एकदम तनावपूर्ण देखिन्छ। साथै दोस्रो पोस्टरमा उपसेना सिंह ठकुरीलाई खगेन्द्र लामिछानेले काठमाडौँको गल्लीमा साइकल डोर्याउँदै पछ्याइरहेका छन्। खगेन्द्रको मुहारमा मुस्कान पनि देखिन्छ। साथै तेस्रो पोस्टरमा चलचित्रका अभिनेता निश्चल बस्नेत, खगेन्द्र लामिछाने, उपसेना सिंह ठकुरी, आर्यन सिगदेल, केके अधिकारी, प्रकाश घिमिरे, सृजना नापित लगायत कलाकार फिचर छन्। घरको 6 वटा झ्यालबाट उनीहरूको मनोदशालाई प्रस्तुत गरिएको छ। कोही खुसी त कोही निराश भावमा देखेका छन्। यसबाट चलचित्रले घरधनी र भाडावालको जीवन दर्शाउन खोजिएको देखिन्छ। एप्पल इन्टरटेनमेन्ट, A+ इन्टरटेनमेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा नकिमुद्दिन, शरद श्रेष्ठ तथा किरण महर्जन निर्माता रहेका छन् भने कार्यकारी निर्माता युवराज कार्की रहेका छन्। चलचित्र के घर के डेरालाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् भने चलचित्रका लेखक चर्चित उपन्यासकार बुद्धिसागर हुन्। बुद्धिसागरका कर्णाली ब्लुज, एक्लो, फिरफिरे, उसले दिएको उमेर जस्ता उपन्यासहरू पाठकमाझ चर्चित छन्। हट नेपाल।